हेलो सबैजनालाई, म चाहिँ खुसी पन्छ अनि यो चाहिँ मेरो अर्को ब्लग हो। अनि हामीहरू चाहिँ अहिले बेसी सहरमा छौँ। हामीहरूले चाहिँ ट्रेक स्टार्ट गरेको हो। हिजोको भिडियो चाहिँ मैले केही गर्न पाएन किनकि हिजो एकदम त्यो हुन्छ नि चार्ज पनि थिएन मोबाइलमा, स्टार्टै गरेन क्या मैले किनकि चार्ज बताइराख्नु पर्ने थियो। अनि हिजो हामीहरू चाहिँ उयो होटलमा स्टे गरेको हो। अनि अहिले चाहिँ हामी यहाँ यसबाट मनाङ जाँदैछौँ। अनि त्यसपछि हाम्रो बल्ल ट्रेकिङ स्टार्ट हुन्छ। अनि फेरि हामी अहिले बेसी सहर छौँ लङजुङको। अब चाहिँ हामी यो गाडीमा जान्छौँ है। अहिले चाहिँ हामी बिचमा कतै घुम्यौँ भने हजुरहरूलाई देखाउँछौँ है। सुजन, भान्जा अनि म अनि यहाँ 4 जना दाइहरू हुनुहुन्छ, उहाँहरूसित हामी जान लागेको हो। यिनको ड्रेसअप हेर्नु। केही भन्न सुजन? अब हामी लागेको यो चाहिँ हाम्रो बुक गरेको। अब यहाँबाट हामी अक्टोपस झरनासम्म जान्छौँ, त्यसपछि खाङसारसम्म जान्छौँ आज। यिनको टोपी चाहिँ यस्तो छ। अनि हामी चाहिँ यहाँ जान्छौँ। अब हाई गर्नु। मैले टिकटक राखेको छु, सबैजनाले हामीहरू चाहिँ अहिले तागरिन आइसकेको छौँ। यो यस्तो कस्तो हरियो झरना हेर्नु न, यस्तो पहाडहरू छ। अनि यो चाहिँ माथिबाट लाग्छ। यो चाहिँ सुजनले भयो, हाम्रो जिप भयो, दाइहरू हुनुभयो। कस्तो हरियो छ, चिसो। अहिले चाहिँ हामीहरूले नास्ता खाना गाडी रोकेको छौँ। अनि यस्तो दामी भ्यू हेर्दै नास्ता खान रोकेको छौँ नि। वाउ, कस्तो के आखिर कति धेरै झरना आउने आइज। अनि यहाँ चाहिँ अघि रेनबो पनि लागेको थियो, तर अहिले चाहिँ रेनबो देखाएन। यहाँ चाहिँ फोटोसुट चलिरहेको छ। बोल्न नि स्या भयो मलाई त। अनि त्यसपछि अब चाहिँ हामीले यहाँ चिया मात्र खान्छौँ। अनि खाना खान चाहिँ हामीहरू माथि जान्छौँ होला सायद। अनि त्यसपछि यो झरनाको नाम चाहिँ सोध्छु है त सुजन, यो झरनाको नाम के हो? बुङ झरना अरे। अनि यो चाहिँ माथिबाट यस्तो दामी छ। अब हामीहरू चाहिँ यहाँ यसो चिया खान्छौँ भ्यू हेर्दै। अनि यसपछि चाहिँ अक्टोपस झरना आउँछ। अनि हामीहरूले चाहिँ हजुरलाई अक्टोपस झरनामा भेट्छौँ है त, देखाउँछौँ, भेटाउँछौँ। हामीहरू चाहिँ अहिले अक्टोपस झरना आइसकेको छौँ। यस्तो टाढो भयो नि, बोल्न पनि सकिरहेन। यस्तो हरिब छ यहाँ यस्तो भयो। यहाँ माथि देख्छ त पानी, पुरै पानीको छिटा छ, त्यही भएर केही भिडियो गर्नु पाएन। अनि यहाँ चाहिँ टिकटक बनाउन लगाएको हामीले चाहिँ। अनि यो टिकटकर, अनि म नि टिकटकर भयो, क्यामेराम्यान चाहिँ भान्जा हुनुभयो। अनि यहाँ सबैले फोटो खिचिराख्नु भयो। यस्तै छ, पुरै पानीको छिटा आउने त यहाँसम्म, वहाँ माथिदेखि आइरहेको छ। र अब हामीहरू चाहिँ यसो भिडियो बनाउँछौँ, टिकटक बनाउँछौँ है। अनि अब कहाँ रुख्छौँ अनि त्यति बेला भेट्छौँ है त। अब खाना खानुपर्छ सायद। हामीहरू चाहिँ भर्खरै यहाँ दाना क्युमा आएर खानासाना खायौँ। यति भोक लाग्थ्यो नि, मैले केही भिडियो बनाएर सिधै आएँ। अनि खाना खानु बसेँ। यस्तो मिठो थियो नि, 3 दिनपछि बल्ल
मिठो खाना खान पाइयो। अनि यहाँ ऊ त्यहाँ अघि के अरे बम पड्काएको थिएँ अनि सब तर्सेर त्यहाँ बाटो हो कि के बनाउन लागेको है छ। अनि यहाँ चाहिँ सुजनहरू घाममा बस्नु भएको अनि हामीले चाहिँ उयो होटलमा खाना खायौँ। अनि यस्तो मिठो थियो नि यहाँको खाना, कसम त्यो घर खाए जस्तो भएको थियो क्या। आज खाना पुरै अचारहरू च्यापेको अचार, त्यो मासु पनि हिजो खाएको त हिजो मासु त बोइलरको त्यो झोल बनाएको थिएँ अनि आज चाहिँ त्यो उस बनाएको थिएँ के अरे त्यो के भन्छ सुक्खा टाइपको के घर खानेवाला हो त्यो थियो। अनि अब चाहिँ हामी यहाँबाट हिँड्छौँ, अब 1-1.5 घन्टामा पुग्छौँ होला सायद। अब चाहिँ उयो गरेर देखाउँछौँ। यहाँ चाहिँ यसरी बस्नु अब चाँडै पुग्नु ल। यसो हिँड्नुपर्छ बिहान उहाँ फेरि यसो। वाउ कस्तो हरिफ छ हरिफ। के हो यस्तो, कहाँ आयो हामी? वाउ कस्तो राम्रो। यो ठाउँको नाम के हो? यो ठाउँको नाम के हो? कसैलाई थाहा होइन। वाउ कस्तो के दामी ढुङ्गा हो यो चाहिँ नि, हरिफ देखिरह, तल चाहिँ खोला बगिरह, माथि चाहिँ ढुङ्गा हरिफ छ। त्यहाँ चाहिँ अलिअलि देखेको हिमाल हो अनि त्यस माथि पनि आइन्छ हिमाल यहाँ बाफरे यस्तो एकदम जाडो हो। अब जति माथि गयो त्यति चिसो बढ्दैछ। अनि मैले चाहिँ भित्र हाइनेको लाएको थिएन के अनि एकदम त्यो अहिले बल्ल रिग्रेट भइरह। यति मात्र हो मेरो यो ज्याकेट मात्र हो। हरिफ छ होइन, पुरै यो ढुङ्गाको हो के, तलबाट खोला बगिरह। वाउ वाट भ्यू। अब चाहिँ हामीहरू चाहिँ अब सायद खङसार नै जान्छौँ होला। अनि त्यही हो, यो चाहिँ एकदम दामी छ, एकदम राम्रो छ। जाडो भयो, कहाँ आए जस्तो भयो के। ल हामी चाहिँ अहिले अब खङसार गएर भेट्छौँ है त। के भन्ने छ, केही भन्नु छ? कस्तो लागिरह? एकदम मन्त्रमुग्ध छ। ल है त हामीहरू चाहिँ अहिले ग्रिन लेक जाँदैछौँ। अनि एकदम जति माथि गयो त्यति चिसो छ। मैले त कपडा नि केही लगाएन कि यति मात्र हो। अनि त्यसपछि माथि हेर्नु न कस्तो हरियो देखिरह। अनि माथि स्नो भरिरह। अनि पुल तरेर जाने हो। अनि कता हो कुनै तर चाहिँ चिसो छ, एकदमै चिसो छ। यहाँ अर्को भ्लगरहरू नि हुनुहुन्छ। अनि अब चाहिँ हामी अब पुग्छौँ। अनि अङ्कलले चाहिँ त्यहाँ पुग्नलाई 7 मिनट लाग्छ भन्नुभयो। अनि ग्रिन लेक पछि ब्लू लेक अनि त्यसपछि चाहिँ बल्ल माथि तिलिचो त अब पर्सि पुगिन्छ। त्यही नै अब हेरौँ यहाँ कस्तो डर लागिरहेको मलाई त। जति माथि गयो त्यति चिसो भइरहेको नि त। अनि अलरेडी एउटा सिकनेस पनि हुनसक्छ, त्यही भएर धेरै आउँदाखेरि अलि तातो भएर आउनु होला। मलाई यस्तो रिग्रेट लाग्यो। मैले अघि नै भने कि मैले हिजो के सोचेँ भने तपाईँ वेदर सोचेर भित्रबाट त्यो पातलो एकदम पातलोवाला टी-सर्ट हाफ टी-सर्ट अनि बाहिरबाट भन्न यो ज्याकेट लगाएछु कि अनि सुजनलाई नि सोधेको हुन्छ जति नै भन्नुभयो। अघिसम्म नि गर्मी नै भइरहेको थियो अनि अहिले चाहिँ एकदम चिसो भइरहेको गाइस यति नजिकबाट त मैले फर्स्ट टाइम देखेँ। अनि म नि छिटो हिँडिरहेको कि जति छिटो हिँड्यो शरीर तात्छ नि त। अनि त्यही भएर नलाउनु न हल्ले पुल चाहिँ मलाई डर लाग्छ।
अनि म चाहिँ अहिले तपाईँहरूलाई ग्रिन लेकमा गएर देखाउँछु है त यहाँ पुलहरूलाई डरलाई So right now I'm in the green lake. ल खुसीलाई मैले ह्यान्ड गरेँ ल क्यामेरालाई पनि हामीहरू चाहिँ भर्खरै ग्रिन लेक आइसक्यो म चाहिँ छिटो आइसकेको थिएँ अनि सुजनहरू चाहिँ ढिलो आउनुभएको थियो अनि त्यही भएर मोबाइल चाहिँ सुजनसित थियो अनि त्यसपछि चाहिँ म चाहिँ आएर बस्नु यहाँ धेरै टाइम बसेको यिनीहरू खै कता आएर बिचमा मलाई थाहा भएन अनि यस्तो छ यहाँ चाहिँ चिसो छ एकदम चिसो छ ग्रिन लेक यो चाहिँ आउनु चाहिँ मिनट जति हिँड्नुपर्छ अलि 10 मिनट जति भित्र पुल चढेर आउने हो अनि यति हो अब चाहिँ हामी फर्किन्छौँ धेरै बेर बस्दैनौँ किनकि हाम्रो अङ्कलले घुरेर बस्नुभयो अब चाहिँ हामी पनि एक बेला फोटोसोटो खिच्छौँ हामीहरू चाहिँ भर्खरै होटेलमा पुग्यौँ आज चाहिँ हामी यहीँ बस्छौँ कामसार अनि त्यसपछि हाम्रो रुम ऊ त्यहाँ हो अनि हामीसित आएको दाइहरूको रुम त्यहाँ हो अनि यो चाहिँ हामी बस्ने होटेल माया होटल रेस्टुरेन्ट त्यो चाहिँ डाइनिङ हल भइहाल्यो सुजन दाई अनि त्यसपछि दाइ जाने रहेछ अनि त्यहाँ चाहिँ माउन्टेन यहाँबाट देखिने भ्यूहरू भयो स्नो अलिअलि देखिरह अनि देखेपछि यति त गर्ने यो चाहिँ गेट भयो यहाँबाट चाहिँ भोलि ट्रेक सुरु हुन्छ अनि यहाँ चाहिँ गेस्टहरू आइसक्नुपर्छ अनि यिनी चाहिँ फोटोको दिवाना भइरहने आएपछि अनि अरू चाहिँ मैले अहिले देखाउँछु है त भर्खरै आएको एकदम थकाइला अनि त्यो बोल्न पनि अब जति माथि भयो त्यति गाह्रो हुन्छ नि त अनि त्यही भएर अलिक सास लिँदै अनि बोल्दै गर्छु मैले त्यस्तो लङ गराउन किनकि यस्तो हुन्छ कि सास बढ्छ माथि त्यो एल्टिट्युडमा आइसकेपछि अनि मैले चाहिँ हाम्रो डाइनिङ हल देखाउँछु है त त्यस्तो डाइनिङ हल यो चाहिँ हाम्रो डाइनिङ हल भयो अनि मैले चाहिँ आज रुमलाई पनि हाम्रो रुम पनि देखाउँछु रुम पनि ठिकै छ यहाँ यतिको रुम पाउनु कस्तो राम्रो फुल फैदिरहेको